अब 12 को एक्जाम त सक्यो, 12 को एक्जाम पछि कुन करियर पाथ चुज गर्ने भन्ने तनावले हजुरलाई रातभरि निद्रा लागेको छैन? इन्जिनियरिङ नै किन अनि इन्जिनियरिङमा स्कलरसिपको नाम कसरी निकाले? आयो इन्ट्रान्स प्रिपरेसन के कसरी गर्ने भनेर कन्फ्युज हुनुहुन्छ? अब इन्ट्रान्स प्रिपेयर त गर्ने, तर अनलाइन गर्ने कि फिजिकल गर्ने भनेर कन्फ्युज हुनुहुन्छ? के तपाईँ पनि एक्जाम टाइममा हुने स्ट्रेस, एन्जाइटी र डिमोटिभेसनबाट कसरी बच्ने भन्ने कुरा जान्न इच्छुक हुनुहुन्छ? रिसोर्सेस कसरी युज गर्ने, मक टेस्ट र मार्क कसरी बढाउने, साथै टाइम र पेपर कसरी म्यानेज गर्ने भन्ने कुरा जान्न मन छ। पुल्चो क्र्याक गरेको दाइ दिदीहरूसँग फेस टु फेस कम्युनिकेसन गर्न चाहनुहुन्छ? यदि तपाईँहरूको मनमा पनि यस्तै खालको डाउट र कन्फ्युजन छ भने जेठ 1 गतेबाट स्टार्ट हुने एमिसन गुरुको इन्जिनियरिङ काउन्सिलिङ सेसन अटेन्ड गर्न नभुल्नु होला है त। See you at एमिसन गुरु।